ल साथीभाइ हेर्नु नि यो ट्याङ्की चाहिँ अब टक्क सफा गर्नुपर्ने छ क्या मेरो तपाईँहरूलाई देखाउँछु छ भनेर चाहिँ म ट्याङ्की सफा गर्छु ल पा ट्याङ्की सफा गर्छु ल कि तिमी बस्छ ट्याङ्कीभित्र हा यस्तो भएको छ यो चाहिँ मेरो छत्री छाया होइन पतञ्जली जाली त्यसो गाइस हो यहाँ चाहिँ यो ट्याङ्की चाहिँ सफा गर्नुपर्ने छ क्या पुरा मैला भएको छ यार पानी आउँदै पछि पुरा एलर्जी हुन्छ यार साथीभाइ के गर्नु त्यही परदेशमा चाहिँ अब गर्नु पर्यो बाहिरको नजारा चाहिँ यस्तो छ हो यो गुरुद्वारा भइहाल्यो अन्त यो चाहिँ जलन्धर पऱ्यो जस्तै आमा छतमा त्यति के यस्तो त टट ढुङ्गा यस्तो छ साथीभाइ हेर्नुहोस् है यस्तो चाहिँ यहाँ घाम लागिरहेको छ यस्तो छ यो ट्याङ्की त सफा गर्नुपर्छ क्या यहाँ चाहिँ कति मैला छ भने चाहिँ अघि खाली त गरेको थिएँ कि साथीभाइ हो तर अब यसलाई चाहिँ हेर्छु कि कस्तो छ कन्डिसन हो खोइ हेरौँ त त्यस्तो मैला त छैन यार हल्का त रहेछ यतिको त हुन्छ यार ट्याङ्कीमै अब यसलाई सफा गर्नु पऱ्यो क्या हेर्नु न यहाँ यस्तो मैला रहेछ यार हेर्नु साथीभाइ अब यो भित्र बसेर मजाले ब्रस गरेको हुन्छ यस्तो छ यो त मेरो छतको चाहिँ यस्तो हाल्दो छ हो किचनको छतमाथि चाहिँ यस्तो हाल्नु ड्रम ठुलो यस्तो चाहिँ साथीभाइ हो के गर्नु परदेशमा गर्नै पर्यो हो अब जाली लाउनु पर्यो नि यस्तो मैला यार जिउ चिलाएर भइसक्यो हो अब यसले पो थाम्छ कि थाम्दैन बर्बाद हुन्छ यसले थाम्छ होला साथीभाइ मलाई आम्बो बाहिरको नजारा त्यस्तो छ है साथीभाइ एकदम दामी छ हेर्नुहोस् है मजाको छ है पानी ट्याङ्कीतिर के हो यस्तो मेरो संसार तिमी नै हो यो चाहिँ गुरुद्वारा यस्तो छ हो साथीभाइ हो म चाहिँ यस ट्याङ्की सफा गर्नु लागेको साथी हो अघिको रिजल्ट र अहिलेको रिजल्ट चाहिँ यस्तो भयो टक्क सफा भयो नि हो वरिपरि ट्याङ्की चाहिँ यसरी सफा गरे हुन्छ हो यस्तो मैला थिएछ अन्त आमा सट त्यस्तो पानीहरू खाइन्छ अन्त परदेशमा चाहिँ यस्तो बिजोग हुन्छ नि हेर्नु यति सफा भन्दा हुन्छ नि हेर त अम्बो मैला कम त थियो जोग भयो साथीभाइ बिजोग यहाँ जस्तो बिजोग भएन ट्याङ्की सफाइ गराले अब चाहिँ भुक्लुकै सुता होला जस्तो भइसक्यो रात परिसक्यो अन्त हेर्नु त लु आमा यो ट्याङ्की सफाइ गराले ल कमेन्ट गर्नु है सके